हेलो एन्ड नमस्ते एभ्रिवान, म समीर तामाङ। तपाईलाई स्वागत छ हाम्रो समीर अफिसियल युट्युब च्यानलमा। आजको यस भिडियोमा म तपाईहरुलाई सब्स्क्रिप्सन कसरी एक्टिभेट गर्ने, जुन चाहिँ फेसबुकले हामीलाई जुन क्राइटेरिया पूरा गरे पछाडी चाहिँ हामीलाई सब्स्क्रिप्सनको फिचर दिने गर्छ। त्यो सब्स्क्रिप्सनको फिचरलाई कसरी सेटअप गर्ने, यानी कि कसरी एक्टिभेट गर्ने, सेटअप गर्ने भन्ने विषयको बारेमा चाहिँ आजको यस भिडियोमा म तपाईहरुलाई बताउनेवाला छु। कृपया भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला है त। यदि तपाईहरुलाई फेसबुक पे आउट सम्बन्धी रिलेटेड केही समस्या छ भने चाहिँ मलाई पर्सनली मेसेज पनि गर्न सक्नुहुनेछ, जुन चाहिँ म तल सोशल मिडिया लिङ्कहरु दिएको छु, त्यसको थ्रु चाहिँ तपाईले मसँग कन्ट्याक्ट गर्न सक्नु, अथवा मैले चाहिँ तपाईहरुलाई फेसबुक पे आउट चाहिँ कसरी सेटअप गर्ने भन्ने कुरा चाहिँ फुल डिटेलका साथ सुरुवातदेखि नै सिकाइसकेको छु। त्यो भिडियोमा चाहिँ फुल प्रोसेस छ, त्यो गएर हेर्नु होला। माथि आइकनमा राखिदिने छु र तल डिस्क्रिप्सनमा पनि भिडियो राखिदिने छु, गएर चेकआउट गर्न नबिर्सिनु होला। साथै म तपाईहरुलाई यस भिडियोको अन्तिम हुन्छ नि, जुन चाहिँ एन्डिङमा चाहिँ म तपाईहरुलाई त्यहाँनिर पनि राखिदिन्छु, एन्ड स्क्रिनमा चाहिँ राखिदिनेवाला छु। सो अब ढिला नगरी मोबाइलको स्क्रिनतर्फ लागौँ। सब्स्क्रिप्सन फिचर एक्टिभेट गर्नलाई चाहिँ तपाईले सबैभन्दा अगाडि चाहिँ आफ्नो फेसबुक एपलाई चाहिँ ओपन गर्नु होला, फेसबुक लाइटलाई पनि होइन। त्यसपछि फेसबुक एपमा आएपछि तपाईले आफ्नो प्रोफेसनल ड्यासबोर्डमा जानु होला। प्रोफेसनल ड्यासबोर्डमा आएपछि तपाईले आफ्नो मोनेटाइजेसन सेक्सन कुनामा देख्न सक्नुहुन्छ यता साइडमा। सो तपाईले मोनेटाइजेसन फिचरमा चाहिँ क्लिक गर्नु होला। सो मैले चाहिँ यहाँनिर मोनेटाइजेसन फिचरमा चाहिँ क्लिक गरिसकेको छु। त्यसबाट देख्न सक्नुहुन्छ यो प्रोग्राम्स अन्तर्गत चाहिँ यहाँनिर चाहिँ स्टार मात्र छ भने यता चाहिँ कन्टेन्ट मोनेटाइजेसन लागि चाहिँ अहिले हाम्रो इन्भाइटेसनमा चाहिँ गइसकेको छ। त्यसपछि हामी यहाँनिर रेडी टु सेटअप भन्ने तपाईले सब्स्क्रिप्सनको फिचर देख्न सक्नुहुन्छ। त्यसपछि तपाईले यहाँनिर सेटअपमा क्लिक गर्नुहोस्। सेटअपमा क्लिक गर्ने बित्तिकै तपाईले यहाँनिर साइन अप गर्नुपर्ने हुन्छ, जुन चाहिँ यहाँनिर मन्थली प्राइस चाहिँ कति राख्ने भन्ने हुन्छ। यहाँनिर चाहिँ 0.99 चाहिँ रिकमेन्डेड गरेको छ फेसबुकले भने तपाईले आफ्नो हिसाबले यहाँनिर 1.99, 2.49, 2.99 पनि राख्न सक्नुहुनेछ। तर म चाहिँ 0.99 राख्छु, किनकि एकदम मान्छेहरूले सबैले सस्तो नै खोज्छ। यहाँनिर चाहिँ तपाईले त्यस फिचर अन्तर्गत चाहिँ 0.99 के दिने भन्ने कुरा हुन्छ। यहाँनिर तपाईले एक्सक्लुसिभ कन्टेन्ट, डिस्काउन्ट, लाइभ भिडियोज, कस्टम स्टिकर्स अनि सब्स्क्राइबर ग्रुप चाहिँ तपाईले यहाँनिर चाहिँ अपडेट गर्नु होला। यो सबै फिचर चाहिँ तपाईले सब्स्क्राइबरहरूलाई चाहिँ दिन सक्नुहुनेछ। त्यसबाट तपाईले यहाँनिर आए पछाडी यहाँनिर चेक गर्नु होला, कमेन्ट पनि हाइलाइट हुनेछ, कस्टम स्टिकरहरू पनि पाउन सक्नुहुनेछ तपाईले। त्यसबाट तपाईले यहाँनिर तल देख्न सक्नुहुन्छ हरियो बटन, जुन चाहिँ साइन अप भन्ने। सो तपाईले चाहिँ साइन अपमा क्लिक गर्नुपर्ने हुन्छ है त। त्यही भएर तपाईले चाहिँ यहाँनिर आए पछाडी चाहिँ अब भने तपाईले साइन अपमा क्लिक गर्नुहोस्। सो साइन अपमा चाहिँ यहाँनिर दिइसकेको छ सेटिङ अप टु सब्स्क्रिप्सन भनेको छ, जुन चाहिँ सब्स्क्रिप्सनको लागि चाहिँ यहाँनिर प्रोसेसमा गइसकेको छ। यहाँनिर देख्न सक्नुहुन्छ। यहाँनिर तपाईले आफ्नो स्क्रिनशट पनि राख्न सक्नुहुनेछ। भने मैले चाहिँ यहाँनिर आफ्नो स्क्रिनशट लिइसकेको छु अनि यहाँनिर देख्न सक्नुहुनेछ, जुन चाहिँ हाम्रो यहाँनिर फिचर चाहिँ एप्लिकेसन चाहिँ 2 देखि 5 दिन लाग्छ, रिभ्यूमा गइसकेको छ। त्यसपछि 2 देखि 5 दिन भित्र चाहिँ तपाईले रिभ्यूमा गए पछाडी उनीहरूले एक्सेप्ट गरे पछाडी चाहिँ तपाईले सब्स्क्रिप्सनको फिचर चाहिँ सजिलैसँग पाउन सक्नुहुन्छ। सो फाइनली मैले तपाईहरुलाई चाहिँ कसरी सब्स्क्रिप्सन फिचर चाहिँ एक्टिभेट गर्ने, सब्स्क्रिप्सन कसरी चाहिँ सेटअप गर्ने भन्ने विषयमा चाहिँ बताइसकेको छु। 3 देखि 4 दिन भित्रमा चाहिँ तपाईले चाहिँ यो फेसबुकले चाहिँ रिभ्यूमा राखिएको छ। त्यसपछि चाहिँ तपाईले आफ्नो सब्स्क्रिप्सन फिचर चाहिँ आफ्नो प्रोफेसनल ड्यासबोर्डमा चाहिँ यो टुल्समा अन्तर्गत चाहिँ तपाईले देख्न सक्नुहुनेछ। आई होप हजुरहरुलाई भिडियो मन पर्यो होला। भिडियो मन पर्छ लाइक, कमेन्ट, शेयर र च्यानललाई सब्स्क्राइब पनि गर्न नबिर्सिनु होला। नेक्स्ट भिडियोमा भेट्दै गरौँला। जय नेपाल।